So I just gave my presentation on IMS Project Showcase 2025. My project was on data leakage in LLMs through memes, and I was kind of nervous at first, but it went well. And the judges were interactive too. They give good feedback and stuff. So it was a nice experience. भित्र प्रेजेन्टेसनमा चाहिँ इट वाज काइन्ड अफ एक्साइटिङ अलि एक्साइटिङ नै थियो अनि हामीले त्यस्तो मेहनत गरेर बनाएको प्रोजेक्ट लाइक सोकेस गर्न पाउँदा वी वर रियली ह्याप्पी अनि जजेसहरूले पनि इम्प्रुभमेन्ट्स के गर्न मिल्छ हामीले प्रोजेक्टमा भनेर पनि एडभाइसहरू दिनुभयो विच वाज रियली हेल्पफुल. सो माई नेम इज स्वस्तिक घिमिरे अनि भर्खरै चाहिँ हामीले क्याप्सन प्रोजेक्टको एउटा सोकेस गरेर प्रेजेन्टेसन गरेर निस्केको हौँ. सो आई एम फ्रम IMS कलेज एन्ड माई स्पेसलाइजेसन इज डेटा साइन्स. सो भर्खरैको मेरो एक्सपिरियन्स चाहिँ कस्तो थियो भन्दाखेरि वी गट मेनी इन्साइट्स है. सरहरूले चाहिँ मजाले बुझाइदिनु भयो एक्ज्याक्टली हाम्रो सिस्टममा के कमी छ के थप्दा राम्रो होइन अनि दुई चारवटा कुराहरू चाहिँ अप्रिसिएट पनि गर्नुभयो दुई चारवटा कुराहरूमा कमी कमजोरी पनि निकाल्नु भयो. सो ओभरअल एक्सपिरियन्स भन्नुपर्दा चाहिँ इट वाज अ लर्निङ एक्सपिरियन्स भन्नुपर्ला.